हामी गृहिणीको जीवनमा भान्सा भनेको एकदमै महत्त्वपूर्ण भाग हो। नमस्कार, म हो स्मिता कर्ण फ्रम काठमाडौँ, नेपाल। हामी यहीबाट परिवारको माया, केयर र खुसी सुरु हुन्छ। हामी गृहिणीहरूलाई कुकिङ गर्न मन परे पनि, मन नपरे पनि हामीले कुकिङ गर्न आवश्यक हुन्छ। गृहिणी हुनु सजिलो छैन, तर यो अत्यन्तै आवश्यक छ। अहिले काठमाडौँमा पानी पर्ने अवस्था छ, पानी परिरहेको छ रातिदेखि नै। नमस्कार, यो मेरो सानो ब्लगमा, कुकिङ ब्लगमा हजुरहरूलाई स्वागत गर्छु। म आज पनिर, मेरो छोरीको पनिर मटर आलुको रेसिपी बनाउनु जाँदैछु। त्यसको लागि मैले चाहिने सामग्रीहरू लिइसकेको छु। प्याज भुटिसकेँ मैले, यसमा अदुवा लसुन राखेँ। अदुवा लसुन राखेर एकछिन मैले भुटेँ। यसमा मटर राखेँ, मटरको सराइदिएँ। हुन त अहिले सिजनमै छ, हरियो मटरको स्वाद पनि अलि त्यस्तो खराब भएको छैन, राम्रै छ। इट्स नाइस, स्वादिष्ट नै छ। अहिले मैले आलु उसिनेर राखेको थिएँ, आलु पनि राखिदिएँ। त्यही हो, हामी गृहिणी भएपछि हामीले परिवारको प्रायोरिटी नै दिन्छौँ फर्स्ट अफ अल। मैले सबै मसलाहरू पनि राखिदिएँ, मसलाहरू राखिदिएँ अनि गोलभेडा पनि राखेँ। यता मैले कुकरमा चामल बसालिसकेकी छु। यता मेरो सब्जी पनि पाक्दैछ, अलमोस्ट रेडी नै भइसकेको छ। अब अलिकति एकछिन मात्रै पाक्नु बाँकी छ। यता पाक्दै मेरो अलिकति रातिको भाँडा बाँकी थियो धुनलाई, त्यो पनि मैले धुँदैछु। हामी गृहिणीको बेसिक काम नै यही हो कि घरको सारा काम गर्यो, सरसफाइ गर्यो, यताउति गर्यो। यसरी नै हाम्रो दिनचर्या नै बितिरहेको हुन्छ। तर हाम्रो फ्यामिलीले एप्रिसिएट गरिदिनु भएन भने हामीलाई साह्रै नै चित्त दुख्छ। मेरो अलमोस्ट भइसकेको छ। दालमा मैले छोका राखिदिएको छु। मेरो छोरीको लागि दाल चाहिँ आवश्यक हुन्छ, बिना दालको खाँदिनँ। त्यही भएर मैले अनिवार्य छोरीको लागि पनि दाल बनाउँछु। र उसको फेभरेट चिप्स नभइकन उसले खानै खाँदिन। चिप्स या पापड हुनैपर्छ उसको खानामा। यो भएन भने त ऊ खानै खाँदिन। जस्ताको त्यस्तै खाना उसले बर्बाद गरिदिन्छ। त्यही भएर एनी हाउ मैले चिप्स त बनाउनै पर्छ, एनी हाउ। र यो मेरो छोरी खाना खाँदैछ। थ्याङ्क यू फर कमिङ अन माई ब्लग। थ्याङ्क यू एभ्रिवान।